एक हरियो र सुन्दर जङ्गलमा धेरै जनावरहरू खुसी साथ बस्थे। त्यही जङ्गलको एउटा कुनामा सानो कालो कमिला बस्थे। ऊ धेरै सानी थिइन्, तर उसँग ठूलो मन थियो। ऊ सधैँ अरूलाई मद्दत गर्न तयार हुन्थे। त्यही जङ्गलमा एउटा ठूलो हात्ती पनि बस्थ्यो। ऊ धेरै ठूलो, बलियो र गर्विलो थियो। उसले साना जनावरहरूलाई खासै ध्यान दिँदैनथ्यो। कहिलेकाहीँ ऊ भन्थ्यो, सानाहरूले के नै गर्न सक्छन् र। एक दिन कमिला खाना खोज्दै जङ्गलमा हिँडिरहेकी थिइन्। अचानक ठूलो हात्ती आयो। हात्तीले कमिलालाई देखेन र खुट्टाले मिच्नै लाग्यो। कमिलाले डराउँदै भनिन्, हात्ती दाइ, कृपया सावधान हुनुहोस्, म यहाँ छु। हात्ती हाँस्यो र भन्यो, तिमी त एकदम सानी छौ, म जस्तो ठूलो जनावरलाई तिमीले के असर गर्छौ र। कमिला दुखी भइन्, तर केही भनिनन्। ऊ आफ्नो बाटो लागिन्। केही दिनपछि ठूलो पानी पर्यो। जङ्गलको बाटो चिप्लो भयो। हात्ती हिँड्दै गर्दा दलदलमा फस्यो। ऊ जति बल लगाउँथ्यो उति भित्रै गइरहेको थियो। हात्ती डरायो। मलाई बचाऊ, कोही छ? उसले ठूलो स्वरले करायो। सानो कमिलाले त्यो आवाज सुनिन्। ऊ दौडिँदै आइन्। हात्तीलाई यस्तो अवस्थामा देखेर ऊ डराइन्, तर उसले हिम्मत हारिनन्। कमिलाले तुरुन्तै आफ्ना साथीहरूलाई बोलाइन्। कमिला, किरा, मौरी र साना जीवहरू सबै आए। सबै मिलेर योजना बनाए। कसैले रुखको डाली ल्यायो, कसैले पातहरू राख्यो, कसैले हात्तीलाई हौसला दियो। सानो कमिलाले हात्तीलाई भनिन्, हात्ती दाइ, डराउनु हुँदैन, हामी तपाईलाई बचाउँछौँ। सबैको प्रयासले हात्ती बिस्तारै दलदलबाट बाहिर निस्कियो। हात्ती निकै खुसी भयो। उसको आँखा रसाए। उसले कमिलासँग माफी माग्यो र भन्यो, म गलत थिएँ। तिमी सानी भए पनि तिमी धेरै साहसी र सहयोगी छौ। त्यस दिनदेखि हात्तीले साना जनावरहरूलाई सम्मान गर्न थाल्यो। कमिला र हात्ती असल साथी बने। जङ्गल फेरि खुसी भयो। सिकाइ, सानो वा ठूलो भन्ने हुँदैन, सबैको आफ्नै मूल्य हुन्छ। मिलेर काम गर्दा असम्भव पनि सम्भव हुन्छ। यस्ता अझै भावुक र शिक्षामूलक कथाका लागि लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्।